नमस्ते, म बकेन बालबालिकाको एकाउन्टेन्ट स्मृति बजाचार्य। आज चाहिँ श्री पञ्चमी, सरस्वती पूजा, वसन्त पञ्चमी जे भने पनि आज एउटै दिन परेको भन्छ। आज सानो बालबालिकालाई भर्ना गर्ने, अक्षर आरम्भ गर्ने दिन पनि परेको छ। आजको दिन एकदम जतिखेर आउनु भए पनि राम्रो शुभ साइन पनि परेको छ। अनि हाम्रो स्कुलमा चाहिँ अब 2 वर्षदेखि हामी पुस्तकालय दिन्छौँ होइन। त्यही भएर हजुरहरूले अब जाँदै हुनुहुन्छ। हाम्रो स्कुलमा चाहिँ एकदम सुरक्षित होइन, केयरिङ, स्पेसल हाम्रो स्कुल भनेको एउटा चाहिँ बच्चाको केयरिङको लागि भनेर खुलेको स्कुल हो। यो सिक्किमको फर्स्ट मन्टेसरी स्कुल पनि भनेर मानिन्छ। चिनी यो 2065 सालमा खोलेको हाम्रो चाहिँ स्कुल हो। त्यसैले हजुरले सुरक्षित होइन भविष्य राम्रो गर्नुहुन्छ भने हाम्रो स्कुलमा अवश्य पनि हुन्छ। हामीले पनि डिस्काउन्टको चाहिँ व्यवस्था गरेको छ। एकपटक एडमिसन भइसकेपछि चाहिँ क्लास 6सम्म क्लास छ होइन। त्यसपछि क्लास 6सम्म भर्ना पनि हामीले दिँदैनौँ। एकपल्ट वान टाइम मात्रै हो हाम्रो भर्ना भनेको। त्यही भएर हजुरहरूले हाम्रो स्कुल भिजिट गरेर भर्ना गर्न पनि सक्नुहुन्छ। एकदम राम्रो अनि त्यसमा सुरक्षित अनि त्यसपछि फेसिलिटीहरू भन्नुहुन्छ भने नि सबै फेसिलिटीको हामीले चाहिँ अभाइलेबल पनि गरेको छौँ। त्यो अवश्य पनि भिजिट गर्नु होला। आजको दिनमा राम्रो पनि हुन्छ। हस्, अब के हुन्छ त आजको दिनमा भनेर हामी चाहिँ बिस्तारै पनि देख्दैछौँ है त। आज सरस्वती पूजा भएकोले हाम्रो टिचरहरूले बकेनाको टिचरहरूले कस्तो राम्रो डेकोरेट पनि गर्नुभएको छ, देख्न सक्नुहुन्छ है। यो सबै टिचरहरूको मेहनतको फल हो भनौँ न। अनि यहाँ चाहिँ म आफ्नो सेल्फी चाहिँ आफै खिच्दैछु। अनि यसरी हामीले सरस्वती माताको यसरी मजाले राम्रोसँग चाहिँ पूजा गरेर अनि मैले यसरी बत्ती पनि बाल्दैछु, कलशहरू पनि सजाउनु पर्छ। यो सबै टिचरहरूले गर्नुभएको है, एकदम एप्रिसिएट गर्दैछ। हाम्रो स्कुलको टिचरहरू एकदम धेरै मेहनती र क्यापेबिलिटी भएको हुनुहुन्छ है। अनि बाजेबाट चाहिँ अब अन्जनाहरूले टिका लाउनु भयो। अब मेरो पालो आउँदैछ, म पनि टिका लाउँदैछु। बाजेबाट अब आशीर्वादहरू टन्नै लिइरहेको छु। अनि हातमा धागो पनि बाँधिदिनु भयो बाजेले चाहिँ। अनि बच्चाहरू चाहिँ सबै अब वेटिङमा हुनुहुन्छ पूजा गर्नलाई क्रमश होइन। एक एक गरेर प्यारेन्ट्सहरू पनि वेटिङमै हुनुहुन्छ पूजा गर्नको लागि। टिका अनि त्यसको प्रसाद ग्रहण गर्न भनेर बसिराख्नु भएको छ। हामीले एक एक गर्दै सबैजनालाई टिकाहरू अनि प्रसाद ग्रहण गर्दैछौँ। हाम्रो टिचरहरूले गर्दै हुनुहुन्छ। अनि आजको दिन भनेको एकदम शुभ राम्रो हो नि त। त्यसैले सानो बालबालिकाको लागि चाहिँ एकदम राम्रो भएको। सानो बालबालिकाले अक्षर आरम्भ पनि गर्नुभएको हो। यो चाहिँ हाम्रो नर्सरीको बच्चाहरूले अब टिका लाउन भनेर स्टेजमा आउनुहुन्छ। यो चाहिँ नयाँ बच्चा भएको भएर ह्याम्पिङ गर्नुपर्छ। ऊ त कति खुसी हुनुहुन्थ्यो कि यो नानी चाहिँ ह्याम्पिङ गर्न पाउँदाखेरि चाहिँ। अनि हाम्रो प्यारेन्ट्सहरूले पनि टिकाहरू लगाइदिएर